हाम्रो आपाको यहाँ गाई पनि छ है। फेरि गाई यो गाउँमा कहीँ छैन फेरि गाई यो मात्रै हो। बाख्रा गाई यो चाहिँ मौगाई, यो चाहिँ मौगाईको बाछी हो। बिचरा आप्पाले चाहिँ यस्तो काम गर्छ। हाम्रो आप्पाले चाहिँ गाई पनि छ, अन्त यता सागहरू रोपेको रहेछ यहाँनिर। यहाँनिर चाहिँ आलुबारीहरू छ, यो सबै आप्पाले रोपेको अलैँची बारीहरू। अन्त यता चाहिँ यता पनि अलैँची बारीहरू छ। गोठ बनाउनु छ। यो तल लसुनहरू अदुवाहरू कम्ती दामी आएन रहेछ। बाबु आमाको मेहनत थियो। निकाल्यो भनेर म उठोको। यो चाहिँ कोपीहरू फल्नु आँटेको रहेछ। यो चाहिँ बर्कौली, प्याज लसुनहरू यो चाहिँ सबै आमा र आप्पाले रोपेको। तल तरुल छैन